जसरी हुन्छ परिवर्तन गर्नुपर्छ र जसरी हुन्छ प्रत्यक्ष कार्यकारीको निर्वाचन गर्नुपर्छ। यहाँ हेरेर बसेर हुन्छ? आन्दोलनकारीले यो नियम मानेको थियो भने किन आन्दोलन गर्नु? घर बसेर सुत्ता भइहाल्थ्यो नि। तर के आन्दोलनकारीले माग राखिसकेपछि आन्दोलनकारीले पुरा गर्छ र हामीलाई संवादमा बोलाउनु पर्छ। कुनै पनि कुरा कोठामा लुकाएर हुँदैन। हामी छौँ नि, जिउँदैछौँ हामी जिउँदैछौँ। त्यसो हुँदा जिउँदा मान्छेले जिउँदाका मतलब अहिलेको नेपाली समाज त्यो शहीदले देखेको सपना पुरा गर्न चाहन्छौँ। शहीदले देखेको सपना यो तरिकाको अहिलेको तण्ड वितण्ड होइन। यहाँ धेरैजना व्यक्तिहरू यो पक्षधर त्यो पक्षधर, हामी कोही पक्षधर होइनौँ। नेपाली जनता पक्षधर हौँ। हामी कोही व्यक्तिलाई बोकेर हिँड्दैनौँ, देशलाई बोकेर हिँड्छौँ। हामी कसैका व्यक्तिका निम्ति होइन, हामी यो देशको भूमिका निम्ति हो। त्यसो भएको हुँदा सम्पूर्ण पत्रकारहरूलाई भन्न चाहन्छु, तपाईँहरूले वास्तविक रियल जेन्जीहरू घाइतेहरू त्यो अहिले मैले धेरै कुराहरू राख्नु छ। अर्को कुरा के छ भनेदेखि अहिलेको तत्कालीन सरकारले आज हामीले फेरि यस्तो हुन्छ यो स्थितिमा अहिले बोल्ड निर्णय लिन सकिएन भने आज निर्णय गर्न सकिएन, रात गए अग्राख पलाउँछ, न्याउरी मरे पछुतो भने जस्तो आज निर्णय गर्न नसके भोलि जनताको स्थिरतामा कसरी परिवर्तन आउँछ, जनताको अवस्थामा कसरी सुधार आउँछ। त्यसो भएको हुँदा सबैजनाले के हो भनेदेखि यो पत्रकारको मिडिया मार्फत हामी भन्न चाहन्छौँ तपाईँहरू हाम्रो साथी हो। हामी तपाईँहरूसँग संवाद गर्न चाहन्छौँ, तपाईँहरूका विचारहरू सुन्न चाहन्छौँ र हामी भन्न चाहन्छौँ देशले परिवर्तन चाहेको छ, मुलुकले परिवर्तन चाहेको छ। हामी डेमोक्रेसी पक्षधर हो। हामी डेमोक्रेसी पक्षधर हो। डेमोक्रेसी पक्षधरले के भन्छ? पिपुल पावर, पिपुल चोइस, पिपुल भोइस, यी कुराहरू हामी भन्छौँ। त्यसो हुँदा डेमोक्रेसीले परिवर्तन ल्याएको हो, तर अवस्था परिवर्तन। अब दुई तिहाईको मतलब कि आज राष्ट्रपतिबाट विज्ञप्ति जारी भएछ। अलिकति चाहिँ मलाई दुःख लागेको छ। त्यो विज्ञप्तिमा भनिएको छ अब संविधानको रक्षा गरियो। संविधानको रक्षा होइन, देशको रक्षा गर्छन् नेपाली जनताले। संविधानको विधि पद्धति बनाएर अगाडि बढ्छन् नेपाली जनता। विधिभन्दा पछाडि त किन जान्छन्? तर विधि बनाउने कुरामा के हुन्छ, अहिलेको विधिले मुलुकको परिवर्तन गर्न सक्दैन। यो कुरा जहाँ बोल्नुपर्छ, जहाँ गर्नुपर्छ हामी तयार छौँ। जहाँ बोल्नुपर्छ, जहाँ बोलाइन्छ तयार छौँ। तर हामी कसैलाई विरोध गर्दैनौँ। तर के चाहिँ भनेदेखि नेतृत्व लिएर गइसकेपछि नेतृत्वले तुहाउन चाहिँ पाउँदैन। माग र मुद्दाहरू तुहाएर चाहिँ अगाडि बढ्न पाउँदैन। परिस्थितिले शून्यता छ। हामी के भन्छौँ? नेपाल अहिले दुःखमा छ। नेपाल भूमिले शान्त चाहन्छ, मुलुकले परिवर्तन चाहन्छ, जनताले अवस्था परिवर्तन चाहन्छन्। त्यसो भएको हुँदा आज हामीलाई भनिरहेका छन्, हामीलाई गाउँ र बस्तीबाट फोन आइरहेको छ, तपाईँहरू सडकमा आन्दोलन गर्नु, अब गाउँ परिवर्तन हुँदैन, गाउँमा त आन्दोलनै भएन त भनिराख्नुहोस्। ढुक्क हुनुहोस्, परिवर्तन गाउँदेखि सहरसम्म हुन्छ। देशदेखि मतलब यो देशको भूमि जुनसुकै ठाउँ र टोलका हुन्छन्। त्यसो हुँदा आन्दोलन काठमाडौँमा मात्रै भएको होइन,